ठुलो उत्साह र अपेक्षाबीच नयाँ जिम्मेवारी सम्हाल्न जाँदै गर्दा जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्ने आजको यस गरिमामय समारोहमा प्रमुख अतिथिको रूपमा यहाँ माझ उपस्थित हुन पाउँदा गौरवान्वित भएको छु र यसका लागि नेपाली सेनालाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। नवआयुक्त अधिकृतहरू आफ्नो मातृभूमि र जनताप्रति समर्पित हुने दृढ सङ्कल्प बोकेर करिब 36 महिनाको अनवरत कठिन परिश्रमपछि नेपाली सेनामा तपाईहरू आज अधिकृत क्याडेटबाट अधिकृतको रूपमा आयुक्त पद प्राप्त गर्न लाग्नु भएको एवं त्रिभुवन विश्वविद्यालय स्नातक तहको अध्ययन पुरा गरी दीक्षित हुनुभएकोमा बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। ठुलो उत्साह र अपेक्षाबीच नयाँ जिम्मेवारी सम्हाल्न जाँदै गर्दा जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्ने भनाइको जीवन्तता कायम गर्न तपाईहरूले आफ्नो कार्य क्षेत्र जिम्मेवारीको गम्भीर्य मनन गर्दै कमान्डरका रूपमा विभिन्न क्षेत्र फरक फरक सामाजिक पृष्ठभूमि जवानहरूको नेतृत्व गर्दै बलियो एकीकृत र सक्षम टिम निर्माण गर्न सफल हुनेछ भन्ने विश्वास लिएको छु। साथै तपाईहरूले आफ्नो सैनिक जिम्मेवारी, सैनिक आचरण, चेन अफ कमान्ड र अनुशासनलाई हृदयङ्गम गर्दै आफ्नो दायित्वप्रति सदैव सजग र कर्तव्यनिष्ठ रहनुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु। Congratulations to our newly commissioned officers from Zambia and Kenya. I would like to wish you a successful military career and trust that the friendship forged here reflect the strong ties between two nations. May your memories of Nepal and this academy remain with you always. Congratulations once more and a safe journey back home. अन्त्यमा नेपाल र नेपाली सेनाका लागि आवश्यक कर्तव्यनिष्ठ सक्षम अधिकृत उत्पादन गर्दै आएको यस प्रतिष्ठानको शैक्षिक अध्यापनमा निरन्तर योगदान पुर्याउँदै आउनुभएका सबैलाई महत्त्वपूर्ण योगदानका लागि हार्दिक धन्यवाद दिन चाहन्छु। धेरै धेरै